आइसक्यो 4 3 2 1 गो ल ल ल ल ल आइए देखते हैं बैठचंद मजा आएगा। हेलो एभ्रिवान, इट्स मी बीटीएफ गेमिङ। आज फेरि म अर्को नयाँ भिडियो लिएर आइसकेको छु। आज थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला कि म केमा स्पिन गर्न गइरहेको छु। हो, बनी बन्डल आइसकेको छ हाम्रो ग्यालेक्सी होपर फिस्ट। हेर्नु सक्नु भइरहेछ यहाँ 11 मिनट मात्र बाँकी छ आउनलाई। कमिङ सुन 11 मिनट र फर्स्ट एडिसन कोड लिनलाई धेरै प्रयास गर्नेछु हैन। यो मलाई कति नम्बरमा पर्छ त्यो थाहा भएन, तर निकाल्नु फर्स्टमा आउने बित्तिकै स्पिन हानेको हाने गर्नुपर्ने रहेछ हैन। कतिमा निस्किन्छ होला, मलाई फर्स्ट एडिसन कोड आउँछ कि आउँदैन, एक ल्याउनमा सफल हुन्छु कि हुँदैन थाहा भएन। यहाँ त धेरै कम्पिटिसन हुन्छ हैन नेपालमा, तर अहिले अझै टपअप गर्नको लागि अहिले स्टोकै छैन। भनिरहेको बेलुकातिर स्टोक आउँछ रे। मसँग 6000 मात्र छ, यति मात्र निस्किँदैन त्यति थाहा छ मलाई। अझै चाहियो, अहिले स्टोक नभएर होला पछि पढ्न सक्छु म। अब मात्र 5 मिनट बाँकी सकेर हो। 9 8 ल यति फास्ट भएर आइसक्यो 4 3 2 1 गो। स्पिनको तरफ लागौँ। कहाँ गयो बोनी बन्डल यार, आ गया भाइ। चलो फटाफट स्पिन छिटो स्पिन गरौँ है त। बिना कुरा गरेर छिटो स्पिन गरेको गर्नु पर्ने रहेछ। हो बनी मिस हो गयो। एक टोकन, एउटा टोकन मिलिसक्यो एउटा टोकन मिल्छ कि दिन्छ कि दिन्न यार, के र फर्स्ट डिभिजन कोडको सवाल छ। स्पिन गर छिटो। अर्को कोड पनि मिलिसक्यो, दुईवटा टोकन भेटिसक्यो के र, दुईवटा टोकन आइसकेको छ, तीनवटा टोकन पनि आइसक्यो फाइनली। 4वटा टोकन आइसक्यो केटा। लास्ट टोकन चाहियो अब। लास्ट टोकन 2000 डायमन्ड मात्र रहेछ यहाँ। लास्ट टोकन पनि आइसक्यो फाइनली केटा। बनी बन्डल क्लेम भइसक्यो त। ओहो, कङ्ग्रेचुलेसन। इमोट आइसक्यो खतरनाक वाला बनी बन्डल। ल अरे यार यति फास्ट 352 जोला नै निकालिसकेको छ यहाँ बनी बन्डल। अरे यार यति फास्ट कसले निकालेको यार। अहिले त 100 भइरहेको थियो त, 352 नम्बरमा आएको छु म त। बर्बाद हो गया। कुनी 352 नम्बरमा आइसक्यो म त यार। छ्या, अहिले भर्खर यति छिटो मान्छेहरू यति छिटो स्पिन हान्छ नि यार, के भनौँ। यति छिटो स्पिन हान्छ केटा हो। 372 नम्बर आयो त आएको नि। इक्विप बन्डल गर है फाइनली केटा हो। बनी बन्डल पनि मिलिसक्यो मलाई। 6000 2000 मलाई डायमन्ड बचिहाल्यो। 4000मा मात्र मिल्यो योपल्ट, किनकि फर्स्टमा स्पिन गर्नेको नतिजा हो। अनि धेरै सस्तोमा मिल्यो। अर्ली एसएस यो के हो नि फेरि? यो वाला हो ल केटा हो। 1 नम्बरको प्रयासमा थियो एडिसन कोडमा, तर मिलेन। के गर्नु अब है, त्यही छ होइन। धेरै खुसी लाग्यो। डायमन्ड पनि म थोरै लियो योपल्ट होइन। अर्को बन्डलमा मेरो भिडियोमा धेरै डायमन्ड लिएको छ। 15K डायमन्ड लिएको छ, 10K डायमन्ड लिएको छ, 7K 8K लिएको छ होइन। तर यसमा थोरै लियो। यसपालि अलि राम्रो भयो होइन, त्यही भन्न चाहन्छु। यो भिडियो कस्तो लाग्यो केटा हो? यदि राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। बेल आइकनलाई अलमा प्रेस गर्न नभुल्नु होला केटा हो, त्यही भन्न चाहन्छु। ल आजको भिडियो यही थियो। अब भेट्नेछौँ अर्को भिडियोमा। लेट्स बाई टाटा।